ल हेर्नु साथीहरू, यो सिलिन्डरमा चाहिँ आगो लागेको देखाइएको छ। यो चाहिँ जनचेतनाको लागि हो, त्यस कारणले यो भिडियो सेयर गरिदिनु होला है। किनकि अब यो आगो लाग्यो त्यसले हरेक ताल गर्छ। ल हेर्नुहोस्, अरू पनि आए मान्छे तर निभाउनु खोज्छ, निप्दैन। पानी छम्किन्छन्, निप्ने कुरो छैन। त्यो पानी मात्रै छम्किँदैन, सिलिन्डर नै लगेर डुबाउँछन् र पनि निप्दैन। ल हेर्नु, सिलिन्डर ल्याएर त आगै माथि जान्छ। ल हेर्नु, र पनि निप्दैन। फेरि लिएर आए बाहिरै र धेरैजना भएर पानी चम्किने, सेउलाले हिर्काउने अन्य कार्य गर्छन् र पनि मरिगए निप्दैन। अब यसको अन्तिम उपाय भनेको चाहिँ अब के रहेछ हेर्दै जानु होला। अन्तिममा हेर्नु होला। सजिलो उपाय छ, यति सजिलो उपाय छ, केही गर्दा नि उपाय लागेन। ल हेर्नु, नसक्ने अवस्था भएपछि अन्तिममा एकजनाले उपाय रचेर के गर्छ त्यसले हेर्दै जानु। अन्तिममा नसक्ने भएपछि पानी छम्किँदा सेउलाले केही गर्दा निभेन। यो भिडियो सेयर गरिदिनु होला। अब हेर्नु, त्यो बोरा ल्याए, त्यो बोरा भिजाएर ल्याएछ र त्यो भिजेको बोराले छ्याप्पै हिर्काउँछ। हेर्नु है, छ्याप्पै हिर्काउँछ। अब हिर्काउँछ अनि खेर ट्याक्क निप्छ आगो। ल हेर्नु है त, हेर्नु यति सजिलो छ, बडा सजिलो। यो याद गरिराख्नु होला है।